अमेरिकामा नेपाली र नेपाली स्टुडेन्टहरूलाई च्यापच्याप्ती समात्दै नेपाल फर्काइँदैछ। यो कुरा कतिको साँचो हो? नेपाली स्टुडेन्टहरूले खान पाइरहेको छैन, बस्ने ठाउँ पाइरहेको छैन। अब डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति भइसक्यो, डोनाल्ड ट्रम्पले नेपालीहरूलाई भिजा दिँदैन। हेलो गाइज, मेरो नाम चाहिँ राज थापा। म युएस आएको 1.5 देखि 2 वर्ष हुन थाल्यो र अहिलेको सिचुएसनमा युएस कस्तो छ, डोनाल्ड ट्रम्प आइसकेपछि, प्रेसिडेन्ट भइसकेपछि नेपाली स्टुडेन्ट र नेपालीहरूको लागि अमेरिकाको सिचुएसन के छ भनेर यो भिडियोमा पुरै एक्सप्लेन गर्नेछु र धेरै मिथ, रुमर्स र मिसइन्फर्मेसनहरूलाई एक्सपोज गर्नेछु र यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला तपाईको फ्यामिली, फ्रेन्ड्स, रिलेटिभ्स र जो अमेरिका जाने सोच्दैछ र जाँदैछ उनीहरूको बीचमा सेयर गरिदिनु होला। अहिलेको सिचुएसनमा चाहिँ एकदम धेरै हाइलाइट भएको कुरा के हो भन्दाखेरि डोनाल्ड ट्रम्प प्रेसिडेन्ट भइसकेपछि नेपालीहरूलाई चाहिँ एकदमै गाह्रो गरिरहेको छ, नेपालीहरूलाई काम दिइरहेको छैन र नेपालीहरूलाई नेपाल फिर्ता पठाउने प्लान बनाइरहेको छ र मैले कति न्युजहरूमा नेपाली स्टुडेन्टहरूलाई फर्काइसकेको छ र अरू नेपाली स्टुडेन्टहरूलाई पनि फर्काउने प्लान गरिँदैछ भनेर सुनेको छु। युएसबाट इलिगल इमिग्रेन्टहरूलाई पनि फिर्ता पठाउनको लागि एउटा जुडिसियरी प्रोसेसबाट जानुपर्छ। त्यतिकै कुनै पनि व्यक्तिलाई युएसबाट डिपोर्ट गर्न मिल्दैन किनकि युएसको कन्स्टिट्युसनले नै दिँदैन। हामी भनेको लिगल स्टुडेन्ट, F1 स्ट्याटसमा बसेको स्टुडेन्ट हो। हामीलाई फर्काउन त्यति सजिलो छैन। हामीलाई नेपाल फर्काउनको लागि कि त हामीले कुनै ठुलो क्राइम गरेको हुनुपर्छ अथवा हामीले आफ्नो भिजा स्ट्याटसको ब्रिज गरेको हुनुपर्छ र कुनै पनि अफिसियल न्युज मिडियाले स्टुडेन्ट, F1 स्टुडेन्ट, नेपाली स्टुडेन्टलाई नेपाल फिर्ता पठाउने कुरा, नेपाल फिर्ता पठाउने प्लान गरेको गभर्नमेन्टले भनेर त्यस्तो कतै पनि पब्लिस गरेको छैन। इनफ्याक्ट डोनाल्ड ट्रम्पले आफ्नो स्पिचमा इन्टरनेसनल स्टुडेन्टहरूलाई ग्रेजुएट हुने बित्तिकै ग्रीन कार्ड प्रोभाइड गर्ने भनेर भनेको थियो। I want to do and what I will do is you graduate from a college, I think you should get automatically as part of your diploma a green card. त्यो अब दिन्छ कि दिन्न त्यो आफ्नो ठाउँमा छ, तर कुनै पनि न्युज मिडिया, कुनै पनि गभर्नमेन्टले चाहिँ इन्टरनेसनल स्टुडेन्टको एगेन्स्टमा कुनै एक्सन लिन लागेको भनेर कतै पनि लेखेको छैन, कतै पनि अफिसियली रिभिल चाहिँ भएको छैन। र म पनि एज अ इन्टरनेसनल स्टुडेन्ट त्यस्तो कुनै पनि प्रब्लम मैले फेस गर्नु परेको छैन डोनाल्ड ट्रम्प आइसकेपछि। मेरो पुरै फ्रेन्ड सर्कल र मेरो फ्रेन्ड सर्कलले चिनेको साथीहरूमध्ये पनि कसैले पनि त्यस्तो प्रब्लम फेस गर्नु परेको छैन। युनिभर्सिटीबाट, गभर्नमेन्टबाट अथवा आइसबाट त्यस्तो कुनै पनि प्रब्लम आएको छैन। उनीहरूलाई गाह्रो गरेको भनेर कतै पनि मैले थाहा पाएको छैन होइन। एक दुईजना चाहिँ टेक्ससको कुनै युनिभर्सिटीबाट डिपोर्ट भएको, समातेर डिपोर्ट गरेको भनेर मैले हल्ला चाहिँ सुनेको थिएँ र अफिसियली नेपालीहरूलाई एक दुई ठाउँबाट डिपोर्ट गरेकै हो भने पनि त्यो भनेको चाहिँ उनीहरूले आफ्नो भिजा स्ट्याटसको ब्रिज गरेको, इलिगली काम गरेको भेट्टाएर चाहिँ उनीहरूलाई नेपाल फिर्ता जा भनेर भनिसकेपछि उनीहरू आफै गएको हो। र म फेरि पनि भन्दैछु, युएस गभर्नमेन्टको मेन कन्सर्न चाहिँ के हो भन्दाखेरि इलिगल इमिग्रेन्ट्स जो अमेरिका इलिगली एन्टर गरेको छ उनीहरूलाई चाहिँ डिपोर्ट गराउने हो, न कि हामी इन्टरनेसनल स्टुडेन्ट जो लिगल्ली F1 स्ट्याटसमा यहाँ बसिरहेको छ उनीहरूलाई फिर्ता पठाउनु। नेपाली न्युज मिडियाले त्यस्तो कुरा भन्यो भन्दैमा हामीले अन्धो तरिकाले कहिले पनि विश्वास गर्नु हुँदैन। त्यो न्युज, त्यो इन्फर्मेसनलाई एकचोटि भेरिफाई गर्ने ट्राई गर्नु, गभर्नमेन्टको वेबसाइटहरूमा गएर भेरिफाई गर्ने ट्राई गर्नु। यदि त्यो पनि गर्न सकिँदैन भने फेसबुक ग्रुपहरू धेरै नै छ अमेरिकाको लागि, त्यो ग्रुपहरूमा पोस्ट गर्ने ट्राई गर्नु, त्यहाँ इन्फर्मेसनहरू पाउन सकिन्छ। र अर्को रुमर मैले के पनि सुनिरहेको छु भन्दाखेरि डोनाल्ड ट्रम्प आइसकेपछि नेपालीहरूलाई भिजै दिँदैन, नेपालीहरूको भिजै लाग्दैन, स्टुडेन्टहरू अब नेपालबाट अमेरिका जानै पाउँदैन भनेर। यो कुरा चाहिँ म आधा सत्य हो भन्छु। नेपालीहरू अमेरिका जानै नपाउने, स्टुडेन्ट अमेरिका जानै नपाउने त होइन, तर डोनाल्ड ट्रम्पको चाहिँ स्टार्टिङदेखि नै इमिग्रेसनहरूलाई लिएर चाहिँ एकदम स्ट्रिक्ट कन्सर्न छ। डोनाल्ड ट्रम्पले चाहिँ बाहिरी देशको व्यक्तिहरूलाई अमेरिका एकदमै कम मात्रामा छिराउने ट्राई गर्छ। हामीले हिस्ट्री हेर्ने हो भने पनि डोनाल्ड ट्रम्पको फर्स्ट टर्म अफ प्रेसिडेन्सीमा पनि नेपाली स्टुडेन्टहरूको एकदमै कम भिजा लागेको थियो। भिजा रेट एकदमै तल्लो लेभलमा थियो, एकदमै कम थियो र त्यो कुरा एकदम दोहोरिने सम्भावना धेरै छ किनकि डोनाल्ड ट्रम्पले इमिग्रेन्टहरूलाई एकदमै कम ल्याउने ट्राई गर्छ। त्यो कारणले गर्दाखेरि हाम्रो देश पनि सफर गर्न सक्छ, स्टुडेन्टहरूले सफर गर्न सक्छ। जति पहिला भिजा लागिरहेको थियो त्यति नलाग्न सक्छ। तर त्यो भन्दैमा नेपालबाट कोही स्टुडेन्टै नलिने, इन्टरनेसनल स्टुडेन्टै नलिने त होइन कि युएसलाई एउटा हार्डवर्किङ र स्मार्ट इमिग्रेन्टहरू, हार्डवर्किङ र स्मार्ट स्टुडेन्टहरू चाहिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ युएसले यो प्रोसेस कहिले पनि रोक्दैन। ले कति धेरै कम्पनीको सिइओ, टप लेभलको पोजिसनमा भएको व्यक्तिहरू इमिग्रेन्ट भनेर सुनेको छौँ किनकि युएसलाई त्यो इमिग्रेन्टको पोटेन्सियल थाहा छ र ट्रम्पलाई पनि थाहा छ युएसमा इमिग्रेन्टहरूको कतिको खाँचो छ, स्मार्ट पिपल र स्टुडेन्टहरूको कतिको खाँचो छ भनेर। त्यही भएर यो प्रोसेस कहिले पनि रोकिन चाहिँ रोकिँदैन। ओभरअल भिजा रेटमा गिरावट चाहिँ आउन सक्छ, तर भिजै नदिने, इन्टरनेसनल स्टुडेन्टलाई बोलाउँदै नबोलाउने, नेपालीहरूलाई बोलाउँदै नबोलाउने त्यस्तो चाहिँ कहिले पनि हुँदैन।हरूले रुमर्समा भन्दा आफ्नो स्किल्स र इन्टरभ्यू प्रिपरेसनमा फोकस गर्नुभयो भने चाहिँ अरूको कम्पेरिटिभली चाहिँ भिजा लाग्ने चान्सेस बढी हुन्छ। सबैभन्दा मेन प्रश्न यहाँ के आउँछ भन्दाखेरि इज इट स्टिल वर्थ इट टु गो अमेरिका एज अ इन्टरनेसनल स्टुडेन्ट? अमेरिकाको अहिलेको कन्डिसन चाहिँ के छ त? अहिले गयो भने दुःख पाइने हो कि
र यसको सिम्पल आन्सर इज अमेरिका वाज एन्ड इज द बेस्ट कन्ट्री फर इन्टरनेसनल स्टुडेन्ट, वान अफ द बेस्ट पनि होइन। कुरा मैले यतिकै मेरो मनमा आएर हावामा भनेको होइन, फ्याक्टरहरूलाई कन्सिडर गरेर मैले यो कुरा भनेको। पहिलो फ्याक्टर के छ भन्दाखेरि अप्सन्स एन्ड फ्लेक्सिबिलिटी। अमेरिकामा 5000 भन्दा बढी युनिभर्सिटिज र कलेजेसहरू छ। टप लेभलको आइभी लिग युनिभर्सिटिजहरू फर इक्जाम्पल हार्वर्ड, एमआइटी, स्ट्यानफोर्ड सबै युएसमा एक्जिस्ट गर्छ र टप लेभलको कोर्सहरू न्युरो साइन्स, डेटा साइन्स, एआई भित्रको डिफ्रेन्ट ब्रान्चेसहरू सबै युनिभर्सिटिजहरूमा पढाइ हुन्छ अमेरिकाको। र हामीलाई युएसमा कोर्स चेन्ज गर्न पर्यो, युनिभर्सिटी चेन्ज गर्न पर्यो भने प्रोसेस एकदमै सिम्पल छ। न कुनै गभर्मेन्टले गाह्रो गर्छ न युनिभर्सिटीले नै गाह्रो गर्छ। हामीलाई एउटा युनिभर्सिटीबाट अर्को युनिभर्सिटीमा ट्रान्सफर हुन छ भने हामीले अर्को युनिभर्सिटीको एडमिसन लेटर ल्याएर दियो भने इजिली ट्रान्सफर हुन मिल्छ। हामीलाई युएसको युनिभर्सिटिजहरूमा कुनै पनि कोर्स कुनै पनि मेजर गर्न पर्यो भने हाम्रो ब्याकग्राउन्ड चाहिँ त्यति धेरै चेक गर्दैन। फर इक्जाम्पल मलाई नर्सिङ गर्न मन लाग्यो भने मैले साइन्स पढेको हुन पर्दैन नेपालमा, मैले कुनै पनि फिल्ड पढेर नर्सिङ पढ्न मिल्छ यहाँ। र युएसको युनिभर्सिटिजहरूले बिलियन्स अफ डलर्स हरेक वर्ष इन्टरनेसनल स्टुडेन्टहरूलाई ग्रान्ट अथवा स्कलरसिप दिने गर्छ। सानोतिनो युनिभर्सिटीहरूले पनि अलिअलि स्कलरसिप दिइराखेको हुन्छ। दोस्रो फ्याक्टर चाहिँ जब्स एन्ड अपर्च्युनिटिज। हामीले सुनेको जति पनि ठुलो कम्पनीहरू छ, टप लेभलको कम्पनीहरू छ, एप्पल, गुगल, माइक्रोसफ्ट, फेसबुक, ट्विटर, टेस्ला सबै युएसमै छ। त्यो कम्पनी लगायत युएसमा त्यस्तो हजारौं कम्पनीहरू छ जसले इन्टरनेसनल स्टुडेन्टलाई जब प्रोभाइड गर्न सक्छ। र जब भन्दा अरू कुरामा इन्ट्रेस्ट छ भने पनि युएसमा धेरै अपर्च्युनिटी छ। म्युजिक, हलिउड यो कुराहरूमा पनि एकदमै धेरै स्कोप छ, जुन कुराले गर्दाखेरि चाहिँ इन्टरनेसनल स्टुडेन्टलाई धेरै अपर्च्युनिटीहरूसँग फेस गराउँछ। वेजेस र स्यालेरीको कुरा गर्ने हो भने पनि अमेरिकाको वेजेस र स्यालेरी प्रोफेसनल जबको लागि अरू देशको कम्पेरिजनमा एकदम धेरै हुने गर्छ। स्टार्टिङ वेज नै $100,000 हुने गर्छ र त्यो हरेक वर्ष बढ्दै नै जान्छ। र तेस्रो कुरा छ डाइभर्सिटी। अमेरिकामा हरेक देश, हरेक कुना र हरेक कन्टिनेन्टबाट मान्छेहरू आएर बसेको छ। हरेक कल्चरको मान्छे भेट्न सक्छौँ, हरेक रिलिजनको मान्छे पनि भेट्न सक्छौँ। र सबैभन्दा राम्रो कुरा के हो भन्दाखेरि यहाँ हरेक रिलिजन, हरेक रेस, हरेक देशको मान्छेहरूलाई इक्वल रेस्पेक्ट दिने गरिन्छ। तपाईँ कुनै पनि कन्ट्री, कुनै पनि रेस, कुनै पनि रिलिजनबाट बिलोङ गर्नुहुन्छ र तपाईँ हार्डवर्किङ र स्किलफुल हुनुहुन्छ भने तपाईँलाई इक्वल अपर्च्युनिटी दिने गर्छ युएसले। र अहिले चलिरहेको कुनै पनि र्युमर्स र न्युज पताउनु भन्दा अगाडि अफिसियल वेबसाइट, अफिसियल पेजहरूबाट भेरिफाई गर्नु होला अनि बल्ल अगाडि बढ्नु होला, किनकि त्यो र्युमर्सहरू सुनेर तपाईँले एकदम गलत डिसिजन पनि लिन सक्नुहुन्छ। त्यही भएर हरेक कुरालाई भेरिफाई गर्न सिक्नु होला। आजको लागि यति नै। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु होला। म आगामी दिनहरूमा यस्तै भिडियो धेरै ल्याउने छु र मेरो यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला स्टुडेन्ट, प्यारेन्ट्स, रिलेटिभ्स सबै ठाउँ, ताकि सच्चाइ के हो, अमेरिकामा अहिले के भइरहेको छ, अहिले फैलेको न्युजहरू कतिको साँचो हो भनेर सबैले थाहा पाओस्। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू नेक्स्ट टाइम।